सुजीबाट पनि यति मिठो मोमो बन्छ भनेर चाहिँ कतिजनालाई थाहा पनि छैन होला। सो यस सुजीबाट पनि एकदमै मिठो मोमो बन्छ। मैदा भन्दा पनि मिठो लाग्यो मलाई चाहिँ सुजीको मोमो। यो चाहिँ बच्चाहरूलाई मात्रै नभएर हामी ठुलो मान्छेको लागि पनि एकदमै बेस्ट हो। मसिनो खालको सुजी लिएर त्यसलाई चाहिँ डो बनाइदिने। यदि मसिनो खालको छैन भने चाहिँ मिक्सरमा पिसेर पनि लिन सक्नुहुन्छ। यसलाई चाहिँ हल्का गिलो गिलो नै बनाउनु पर्ने हुन्छ। यसलाई चाहिँ रेस्ट चाहिन्छ। रेस्ट गर्दाखेरि चाहिँ सुजी हो फुलिने भएकोले हामीले अलिक गिलो गिलो चाहिन्छ। सुजीलाई चाहिँ मैले रेस्ट गर्नलाई छोडिदिएँ। अनि यता चाहिँ म बनाउँदैछु किमा। मैले चाहिँ चिकन र भेजिटेबल्स मिक्स गरेर बनाउँदैछु। तपाईँहरूले आफ्नो इच्छाले जेको पनि बनाउन सक्नुहुन्छ। पनिरको यदि भेजिटेबल्सको मात्रै पनि बनाउन सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर चिकन अनि क्यारेट अनि अदुवालाई चाहिँ मैले यसरी चप गर्दैछु चपरमा। यतिको चप भएपछि अनि यो चाहिँ भयो। यसलाई निकालेर अनि मैले यसमा चाहिँ फेरि बन्दागोभी हालेर पनि यसलाई मैले मजाले चप गरिदिएँ। चिकनको मात्रै बनायो भने चाहिँ नानीले त्यति मजाले खाइदिँदैन नि त, त्यही भएर मैले चाहिँ यसमा भेजिटेबल्सहरू पनि मिसाउँदैछु। अनि प्याज र धनियाँलाई पनि एक ठाउँ हालेर चप गरिदिएँ। यो चपर चाहिँ धेरैजनाले सोध्नु हुँदै थियो मलाई कहाँबाट लिनुभएको भनेर। यो चपर चाहिँ मैले भाटबटिनबाट लिएको हो। एकदमै राम्रो छ यो चाहिँ। अनि मैले यो सबै चप गरिसकेपछि यसमा स्वाद अनुसार नुन हालेँ। अनि मैले बटर हालेको छु मेल्ट गरेर। होममेड बटर हो। यसको रेसिपी पनि मैले हालेको छु, गएर हेर्न सक्नुहुन्छ। यदि बटरको साथमा ओइलहरू पनि हाल्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ। अनि यसलाई पनि मजाले मिक्स गरेर चाहिँ मैले ऱ्याप गरेर राखिदिएँ। यसलाई पनि मैले चाहिँ यो नानीले खाने भएकोले एकदमै सिम्पल बनाएको छु। मरमसलाहरू केही पनि नहालिकन। यदि आफ्नो लागि बनाउनु हुँदैछ भने त मजाले मरमसलाहरू ओइलहरू मजाले हालेर बनाउन सक्नुहुन्छ। अनि यो सुजीको आटा चाहिँ एकदम पर्फेक्टली भइसकेको थियो। यसलाई फेरि मजाले मुसिदिने। अनि मुसेर चाहिँ म डल्लो बनाउने, यसरी मोमोको डल्लो बनाउने सानो सानो। अनि माथिबाट आटाले मजाले आटाको पिठोले मजाले मिक्स गरेर चाहिँ यसरी मजाले बेलिदिने सानो सानो। यो चाहिँ एकदमै मिठो हुन्छ कि हेर्दा पनि मैदा जस्तै हुन्छ, त्यस्तो टुट्ने फुट्ने हुँदैन यो है। एकदमै मैदा जस्तै नै हुन्छ, एकदमै मिठो। तर मैदा भन्दा चाहिँ एकदमै मिठो लाग्यो यो चाहिँ मलाई। मोमो नखानु खाएपछि मैदाकै खानु जस्तो लाग्छ नि त है। फेरि अब आटाहरूको त्यस्तो मिठो पनि हुँदैन। तर एकचोटि यो सुजीको मोमो चाहिँ बनाएर खानुभयो भने तपाईँहरूले मैदा पनि बिर्सिनुहुन्छ कि। यतिकैमा यता मोमो पनि पाकेर रेडी भयो। मैले चाहिँ नानीको लागि निकाल्दैछु अनि नानीको लागि झिकिदिँदैछु। मैले चाहिँ थोरै मात्रै बनाएको छु मोमो, किनभने अस्ति भर्खर पनि खाएको हो नि त। अनि तपाईँले धेरैजनाले रिक्वेस्ट गर्नुभएको थियो कि सुजीको मोमो कसरी बनाउने रेसिपी हालिदिनु न भनेर। सो धेरैजनाको रिक्वेस्टमा चाहिँ यो भिडियो तपाईँहरूको लागि। सो तपाईँहरू पनि आफ्नो बच्चाहरूलाई र आफैलाई पनि सुजीको मोमो चाहिँ बनाएर ट्राई गर्नु होला। ल कस्तो लाग्यो भनेर चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला। हस् त, धन्यवाद।